नमस्कार साथीहरू, स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। आज मैले विगतमा कृषि लक्ष्य आयोगमा सोधेका प्रश्नहरू र सोध्न सक्ने निकै महत्त्वपूर्ण प्रश्नहरू लिएर आएकी छु। भिडियोलाई स्किप नगरी अन्तिमसम्म हेरिदिनुहोला। प्रश्न नम्बर 1, नेपालमा दीर्घकालीन कृषि योजना कति सालदेखि कति सालसम्म सञ्चालन भयो? 2071 देखि 2072 सम्म। प्रश्न नम्बर 2, नेपालमा दीर्घकालीन कृषि योजना कति वर्षीय थियो? 20 वर्षीय। प्रश्न नम्बर 3, नेपालमा दीर्घकालीन कृषि योजना कसको सहयोगमा सञ्चालन भएको थियो? एडीबी। प्रश्न नम्बर 4, नेपालमा दीर्घकालीन कृषि योजनाको प्रमुख लक्ष्य कतिवटा थियो? 5 वटा। प्रश्न नम्बर 5, नेपालमा सञ्चालित दीर्घकालीन कृषि योजनाको 5 वटा लक्ष्यमध्ये महत्त्वपूर्ण लक्ष्य कुन हो? गरिबी निवारण। प्रश्न नम्बर 6, नेपालमा सञ्चालित दीर्घकालीन कृषि योजनाको कतिवटा रणनीति रहेको थिए? 6 वटा। प्रश्न नम्बर 7, दीर्घकालीन कृषि योजना सुरु हुनुभन्दा अगाडि कति प्रतिशत मानिसहरू गरिबको रेखामुनि थिए? 49%। प्रश्न नम्बर 8, दीर्घकालीन कृषि योजनामा गरिबको रेखामुनि रहेका 495 जनालाई कति प्रतिशतमा झार्ने लक्ष्य थियो? 14%। प्रश्न नम्बर 9, दीर्घकालीन कृषि योजनामा कृषि क्षेत्रको आर्थिक वृद्धि दर कति प्रतिशतबाट कति प्रतिशतमा पुर्याउने लक्ष्य थियो? 3 देखि 5%। प्रश्न नम्बर 10, दीर्घकालीन कृषि योजनामा प्रति व्यक्ति आय कतिबाट कति प्रतिशतमा पुर्याउने लक्ष्य थियो? 0.5 देखि 3% सम्म।